भएका छन्। भ्रष्टाचारीहरूबाट देशमा सुशासन छैन, कुशासन छ। त्यतातिर दलहरूले ध्यान दिनु पर्दैन, दलको लागि अवसर थिएन। दलहरूले साँच्चीको जनताको लागि काम गरिदिएको भए, विकासमा तीव्र गतिमा देशमा भएको भए, रोजगारी दिएको भए आज हाम्रो देशमा राज संस्था चाहिन्छ भनेर मान्छे सडकमा आउँथे। किन आए? दलहरूले ठन्डा दिमागले सोच्नु पर्दैन। दलहरू अब साँच्चीकै यसलाई चुनौतीको रूपमा लिएर उनीहरूका सोच र चिन्तनमा म आग्रह गर्न चाहन्छु। अब एकपटक फेरि पनि दलका नेताहरू बस्नुहोस्। दलका नेताहरू सबै पोलिटिकल पार्टीका यो सिस्टमका पक्षधर नेताहरू हुनुहुन्छ। बस्नुहोस्, छलफल गर्नुहोस्, कमजोरी कहाँ छ एकपटक सच्याउनुहोस्। अझै पनि अवसर छ, यो अवसर छुटाउनु भयो भने नेताहरूले जनताको चाहना अनुसार काम गर्नु भएन भने जनता त भगवान। नेपाली जनता यति सचेत छन्, नेपाली जनताले व्यवस्था परिवर्तन गरे, धेरै पटक डाँडा फाले, पञ्चायती व्यवस्था फाले, त्यसपछि राजशाही पनि फाले, राज संस्था पनि फाले। तर अहिले आएर 17-18 वर्षमै फेरि पनि राजा ज्ञानेन्द्र शाहको पक्षमा जनताहरू सडक आउनु थाल्यो। आज जसरी राजा ज्ञानेन्द्र शाह पोखराबाट विमानस्थलबाट काठमाडौँसम्म आइरहँदा, काठमाडौँबाट आफ्नो निवाससम्म उकिरहँदाखेरि त्यहाँको अवस्थाको बारेमा, सडकको अवस्थाको बारेमा बताउन चाहन्छु। सडकमा कसले नेतृत्व गरे? सडकमा को आए? नाम चलेका को आए?